Qualcomm MSM8953 fully black pasted क्लिनिङ एन्ड रिबोलिङ गर्ने पुरा तरिका यसको के छ। म आज चाहिँ विस्तृत रूपमा धेरै कमेन्ट आएको थियो च्यानलमा, त्यही भएर चाहिँ यो भिडियो बनाउँदैछु। मैले यसको हिट टेम्परेचर सबै कुरा अगाडेर राख्ने, कति राख्ने, के गर्ने भन्ने कुरा सबै गाइड गर्छु है त म हजुरलाई। यो भिडियो पुरा हेर्ने साथीहरूले चाहिँ लगभग आइसीको काम चाहिँ अब क्लियरै तरिकाले गर्न सक्नुहुन्छ जस्तो लाग्छ। यस्तो नबसे हो र यो क्यामेरा नि कस्तो हल्लेको जान्छ। सबसे पहिला यसलाई अडाउन पर्यो एकदम राम्रो तरिकाले। यो फोन पुरै चालु कन्डिसनको फोन हो है माथि, तर सीपीयू चाहिँ यसको चाहिँ काम गर्न ठिक छ। ब्ल्याक पेस्टेड देखाउन गर्न नि सजिलो छ भनेर चाहिँ मैले यसको गराएको हो भिडियो। तर भिडियो अझै क्लियर आयो कि आएन भन्ने यस्तो चाहिँ लागेर फेरि मिलाउँदैछु ल एकचोटि। यसलाई काम गर्नको लागि के गर्न पर्यो, कसो गर्न पर्यो भन्दाखेरि ठिक छ। यहाँ भन्दा क्लियर त छैन के रे। यसको लागि पहिलो स्टेप भनेको तपाईलाई कसरी कम्फर्टेबल हुन्छ यसमा काम गर्नलाई, कसरी कम्फर्ट हुन्छ त्यही तरिकाले डिरेक्सन मिलाउनु पर्यो पहिला ग्लु काट्नलाई। र मेरो एसएमडी भनेको क्विक 857 DW प्लस हो। यसमा टेम्परेचर चाहिँ मैले सेट गरेको छु ग्लु कटिङको लागि 260। एआर चाहिँ मैले राखेको छु 3 मा, लगभग 3 मा छ। एआर चाहिँ 3 मा छ। सबसे पहिला प्री हिट गर्नुस् आरामले घुमाइराख्नुस्। प्री हिट नोजल चाहिँ तपाईको ठुलो साइज हुनु पर्यो। देख्नु भएको कत्रो साइजको छ मेरो नोजल, यही साइजको चाहिँ हुनुपर्छ है। र स्क्रैपर चाहिँ मेरो यो नयाँ नै हो, आजै आएको हो। मैले यसलाई चाहिँ अहिले युज गर्दैछु। मैले यसरी आइसी उठाउने चाहिँ छु है। पहिला हल्का फ्री हिट हान्नु चारैतिर, बोर्ड हल्का तात्यो भनेदेखि ग्लु काट्न नि सजिलो हुन्छ तपाईलाई। एक मिनट।
ओके छ। अब चाहिँ स्टार्ट गरौँ है त। ल 250 देखि 270 सम्म तपाईहरुले राख्न सक्नुहुन्छ। 250 से 270 तक आप इसका एयर 3 पर हीट 250 से 70 तक रख सकते हो। उसके बाद थोड़ा थोड़ा हल्का प्रीहीट करना है। फिर उसके बाद आपको एक साइड से चेक कर लेना है। देखिए अभी इसमें इतना प्रेस इतना ही लगना चाहिए कि जितना इस चीज़ का वज़न है। बिल्कुल नाती का ना आराम ले, बिल्कुल कोई भी जल्दबाजी नहीं करना है इसमें। आपको आराम से ग्लू कट कीजिए। और कितने मतलब लोगों को ब्लैक पेस्टेड देखकर मतलब डरते हैं, हार्ड होता है। वीवो का तो आपको और इससे भी ज़्यादा हार्ड लगेगा। वीवो ओप्पो का वो और भी ज़्यादा हार्ड होता है। म नेपालीमा नि दिन्छु हल्का फुल्का, हिन्दीमा नि दिन्छु। हेर्न त अब सबै ठाउँको साथीले हेर्नुहुन्छ के अरे। यो साइड चाहिँ मेरो एक साइड चाहिँ अभी क्लिन भइसकेको छ। ल हेर्नु है, ल हेर्नुहोस्। र बाँकी साइडमा कस्तो ग्लु छ अझै। यो साइड चाहिँ क्लिन गरेँ मैले। ल अब अर्को साइड काटौँ है त। यो चाहिँ घुमाएरै काट्दाखेरि राम्रो छ। आफूलाई कसरी पाइ पर्छ, कुन हातले सजिलो लाग्छ, कम्फर्ट कसरी छ हैन, त्यही हिसाबले नै यसलाई काट्दाखेरि चाहिँ बेटर हुन्छ है। भिडियोतिर बनाउँदाखेरि अलि अप्ठ्यारो हुने के काम गर्नु। बिल्कुल आराम से, कोई प्रेस नहीं करना है इसको। मतलब इस चीज़ का जितना वज़न है, स्क्रैपर का जितना वज़न है, आपको उसी में मतलब आपका ये ग्लू जो है ये निकल जाएगा। आपको कोई ज़बरदस्ती कुनै पनि किसिमको कोई करने की ज़रूरत नहीं। आईसी में मतलब सब चीज़ का क्या है, वो मेन फंडा रहता है टेम्परेचर का। अगर आपका टेम्परेचर आप मतलब इसको कंट्रोल करना सीख गए तो बस कोई आईसी निकालना कोई बच्चों का खेल है, कोई बड़ी बात नहीं। कोई अभी तो प्रैक्टिस नहीं करोगे तो वीडियो देखने से भी किसी का कोई होने वाला नहीं। अगर कोई वीडियो देखकर प्रैक्टिस कर रहा है और उसको कहीं पर दिक्कत आ रही है, कोई प्रॉब्लम आ रही है, तो वो मेरे को कमेंट कर सकता है या मैसेज भी कर सकता है व्हाट्सएप पर। ये साइड पनि क्लीन हुआ, इस साइड और ये साइड, दोनों साइड क्लीन हुआ है। यसमा टाइमिङको फन्डा हुन्छ भन्छन् धेरैले हैन। कति मिनेट हान्ने, कति हिट हान्ने, के गर्ने भन्ने कुरा चाहिँ सुरुमा त अब गाह्रो अप्ठ्यारो सबैलाई नै हुन्छ। प्रैक्टिस लेवल में डिपेंड करता है। ये मतलब आप लोगों का प्रैक्टिस पर ये डिपेंड करता है कि आप कितने जल्दी सीखोगे, कितने जल्दी काम कर पाओगे। इसमें कुल मिलाकर अगर मैं बताऊं तो आपके अंदर से कोई भी देख रहा हो, आईसी के मतलब अंदर आपके अंदर से वो आईसी को देखकर जो डर रहता है ना, वो ख़त्म होने के बाद ये समझ लो कि आप कोई भी ब्लैक पेस्टेड हो, वाइट पेस्टेड हो, कोई भी सेट का CPMC उठाकर आराम से। अभी तो ऐसा है कि देखिए कस्टमर तो मतलब ज़्यादातर तो ये भी बोलते हैं, पहले तो मैं भी बोलता था कि 1.5 रिक्स होता है। अभी ऐसा है मतलब हैंडस्केल ऐसा हो गया है कि 1.5 रिक्स तो मैं तो मतलब किसी को बोलता ही नहीं 1.5 रिक्स, क्योंकि
कोई भी काम करो डेढ होता ही नहीं, मतलब यसै कुनै पनि काम गर्नु डेढै हुँदैन भन्दाखेरि के डेढ रिक्स माग्ने त नि अनि। यो मेरो धेरै कमेन्ट आएको भएर साथीहरूले भोइस ओभर गर्नु न भोइस ओभर गर्नु भनेर चाहिँ मेसेज छोड्नु भएको थियो, कमेन्ट गर्नुभएको थियो। त्यही भएर चाहिँ मैले आजको दिन चाहिँ एउटा भोइस ओभर गरेर राम्रो ब्ल्याक पेस्टेडलाई देखाइदिउँ भनेर चाहिँ यो हालेको हो खासमा। ल यो साइड पनि हाम्रो पुरै क्लिन भयो, 3 साइड क्लिन भयो, अब एक साइड बाँकी छ। अब नलिने डाँठो अझै भएको छैन यो फोन। यसले आफै जनाउँछ कि यो कतिखेर म अब ग्लु निस्किन रेडी छु भनेर, यसले कतिखेर भन्छ भने आफै थाहा हुन्छ कि। यो यहाँ राख्दाखेरि नै ल हेर्नु न ब्ल्याक पेस्टेड ग्लु कति मजाले काटिन्छ कि। फेरि यो साइड साइडमा कम्पोनेन्ट छ यिनीहरूमा धेरै। तपाईँले जुनसुकै सेटको ठुल्ठुलो हेभी सेट गर्नुभयो भने साइडमा या जुनसुकै सेट होस् साइडमा चाहिँ कम्पोनेन्ट चाहिँ जति नै हुन्छ है फेरि उको। र यो ग्लु काट्नेको मेन उद्देश्य भनेको नै आइसी निकाल्दाखेरि साइडको चाहिँ त्यो कम्पोनेन्टहरू क्यापेसिटर रजिस्टर जे भए पनि कोइल इन यो सब चाहिँ हराउन भएन, उक्किएर त्यहीसँगै ग्लुसँगै बाहिर आउँछ। र बाहिर आएपछि हाम्रो आइसीमा सँगै आउने भएको भएर यो बिग्रिन्छ। ल हाम्रो क्लिनिङ चाहिँ सक्सेसफुल तरिकाले राम्रोसँग भएको छ। म एकचोटि देखाउँछु है त। ल एकलट हेरिदिनु त सबैले। अब सबैले त के भन्ने, मैले नै हेर्ने त यहाँ, तपाईँहरूले भिडियो हेर्ने हो। ल ब्ल्याक पेस्टेड जस्तो क्यामेराको फोकस अलिकति टाढा भएर हो कि। ल यो साइडको नि ग्लु काटियो, यो साइडको नि ग्लु काटियो, छैन केही, यो साइडको नि छैन, यो साइड नि छैन है त। अब चाहिँ यसलाई उठाऊँ। यो फोन केही भएको होइन, मैले त्यसै चाहिँ रिभोलिङको लागि भएर यही सेट भेट्टा थिएँ अस्ति कबाडीबाट। सेट चाहिँ चालु छ, डिस्प्ले चाहिँ नपाउने मोटरवालाको। म त प्र्याक्टिकलको लागि भिडियो नै यही नै बनाइदिया हो होइन। र यो हिट हान्दाखेरि त्यसलाई हेर्नु, यसको तल चाहिँ एमएमसी छ होइन। यताबाट हिट हान्दाखेरि चाहिँ यसमा पर्छ के, यताबाट हिट हान्यो भने हावा ठोक्किएर यसमा आउँछ। यसको तल छ नि त अर्को स्टोरेज आइसी। यो हिट हान्दा यो तातियो भने बिग्रिन्छ। त्यही भएर यसलाई चाहिँ कभर गर्ने, सेफ गर्नु राम्रो हो। सेफ गर्नै पर्छ। तपाईँले राम्रो काम गर्न चाहनुहुन्छ भने यो सेफ त वान सर्टमै गेम ओभर हान्नु छ भने त तपाईँले यो काम चाहिँ क्लिन गर्नै पर्छ, त्यति चाहिँ अल्छी नमानिकन। र यसलाई हिट हान्दाखेरि मैले चाहिँ अब यताबाट हान्छु है, मेरो हड्कने देब्रे हात पर्छ। यताबाट हान्यो भनेदेखि चाहिँ यतातिर हावा आउँछ नि त, त्यस्तो टेन्सन हुँदैन। यसमा चाहिँ त्यति पर्दैन। यताबाट हान्यो भनेदेखि चाहिँ ठोक्किएर हावा यतापट्टि जान्छ, बिग्रिने सम्भावना, खराब हुने सम्भावना धेरै छ। र यसलाई अब उठाउन पनि यस्तो छ कि फेरि उठाउन नि कुन तरिकाबाट उठाउँदा, कताबाट उठाउँदाखेरि चाहिँ यस्तो केस छ भने साइडमा धेरै नजिकै छ भने साइडको आइसीलाई नै हामीले पञ्चर गरिदियो भने, पञ्चर भन्नाले साइडको ग्लु मात्रै काटिदिनु पर्छ खालि, अरू केही गर्नु पर्दैन। थोरै जुम गरिदिनु पर्यो। ल ल हेर्नुहोस्, म यसको साइडको ग्लु हटाएर यसलाई पञ्चर गरिदिन्छु है त। यो ब्ल्याक पेस्टेड थोरै हार्ड हुन्छ। मेरो मोटरवालाको सेट हो यो। मोटरवालाको सामान पनि राम्रै छ तर कम्पनी।
ल हेर्नुहोस् क्लिन भयो। भिडियो त 15-16 मिनटको बनेछ बन्नलाई। ल ठिक छ। यसलाई उठाउने डिरेक्सन चाहिँ तपाईँको पहिला कन्फर्म हुनु पऱ्यो कि मैले यही साइडबाट उठाउनेवाला छु भनेर। र म यसलाई यही साइडबाट उठाउँछु है त। कुन साइडबाट भन्दाखेरि यो साइडतिर कम्पोनेन्ट थोरै छ, म यो साइडबाट उठाउँछु यसलाई। ल अब हामी सिपी उठाउनतिर लागौँ है त। यसको लागि खासै केही गर्नु पर्दैन। अब कसैले कोही साथीहरूले फ्लग पेस्ट हाल्ने भन्नुहुन्छ, तर यो पेस्ट हाल्दा चाहिँ एउटा कुरा चाहिँ राम्रै छ फेरि, तपाईँको आइसी कतिखेर उठ्छ, अब उठ्ने लायक भयो भएन भन्ने कुरा जानकारी पाउनलाई नि धेरै सजिलो छ। आइसीको माथि चाहिँ फेरि कहिल्यै नहाल्नु होला है फ्लक्स, मेरो अनुभवको कुरा हो। थोरै माथि त पर्न गयो। काम गर्न त खासै धेरै टाइम लाग्दैन, तर यो सबै प्रोसेस भिडियो बनाउने चक्करमा चाहिँ टाइम लाग्छ कि फेरि। ल ठिक छ। अहिले चाहिँ म यसलाई कहाँबाट उठाउँछु भन्दाखेरि यहाँबाट चाहिँ उठाउने, यतिको भरमा चाहिँ यसलाई उठाउने हो है। यसरी उठाउँछु भने नि मिल्छ मिल्नलाई, तर यताबाट हिट हान्दा अर्को आइसीलाई चाहिँ असर पुग्ने जस्तो सम्भावना चाहिँ बढी हुन्छ। त्यही भएर मैले चाहिँ यसलाई यहीँबाटै उठाउँछु, यहीँबाटै उठ्छ। ल हेर्दै जानुहोस् है त कसरी उठ्छ। भिडियो पुरा हेर्नु भएको भने तपाईँहरूलाई यसको आइडिया पनि त्यस्तै राम्रो थाहा हुन्छ। भिडियो त हेरे नि नहेरे नि मलाई त्यस्तो मतलब कुरा छैन, त्यही पनि हिट छ मेरो अहिले 300 ठ्याक्कै भन्नुपर्दा 350 एयर छ 3। हिट 350 एयर 3। अभी मेरा हिट है 350 और एयर 3 पर रखा है मैंने। ये मेरा SMD है क्विक 857 DW+। अभी देखिए आईसी कितना मिनट पर ये CPU मतलब तैयार होता है निकलने के लिए। आइसीलाई चाहिँ हिट हान्दाखेरि चाहिँ ठुलो छ आइसी, पहिला फेरि हिट गर्नुहोस्। सजिलो तरिकाले भनेपछि मैले यसलाई सजिलै तरिकाले सिकाइदिनु पऱ्यो नि त है। 35 हिट तपाईँले अहिले 330 मा राखेर मजाले हिट गर्नुहोस्। पहिला यसलाई आरामले हिट कस्तो तरिकाले गर्ने, माथिबाट रिङ्ग घुमाउने भने बिचमा ल्याएर हल्का रोक्ने, बिचमा ल्याएर रोक्ने, एकछिन फेरि एकै ठाउँ रोकिराख्ने नि होइन, फुल्लिन्छ फेरि है आइसी, बोर्ड पनि फुल्लिन्छ। मेरो हेर्नु न कसरी गरिरहेको छु मैले है। मेरो नोजल सबैभन्दा ठुलो साइजको नोजल हो है। लगभग 1-2 मिनटसम्म चाहिँ प्रिहिट हान्दा हुन्छ। सिपियुले हिट एडजप गर्छ, त्यस्तो साह्रो डराउनु पर्ने चाहिँ हुँदैन यसमा। त्यो व्हाइट पेस्टेड होस् चाहिँ ब्ल्याक पेस्टेड केही फरक पर्दैन। मैले अब हिट बढाएर 330 थियो 350 मा चाहिँ पुऱ्याइदिएँ मैले। अब 350 मा पुऱ्याइदिएँ। 350 पुगेपछि अब यसलाई चाहिँ नरोइकन फेरि त्यही हिसाबले कन्टिन्यू हिट हान्नु पऱ्यो। फेरि हिट बराबर पुग्यो भने कुनै पनि चिज नबिग्रिकन एउटा प्याड पनि ड्यामेज नभइकन आउँछ।
ल आइसीले हाम्रो अब निस्किनलाई तयारी छु भन्दैछ है। सायद हाम्रो आइसी को एउटा पनि प्याड ड्यामेज भयो जस्तो चाहिँ मलाई लाग्दैन। यसको तल एउटा क्यापेसिटर पनि छ, ब्ल्याक टेस्टेड हो। एउटा कुनै प्रिन्ट ड्यामेज भएको फिल चाहिँ यहाँ छैन मलाई अहिलेसम्म। यो तातो छ, यो तातै भएको बेलामा यसको ग्लुहरू सबै काट्यो भने एकदम मजाले जान्छ। यसको लागि चाहिँ हामीले थोरै 183 गरे नि हुन्छ, 138 गरे सबैभन्दा राम्रो हो। तर मेरो 138 सकिएछ। अब यति बेला आइरनको टेम्परेचर चाहिँ मेरो 450 छ है। T12X हो आइरन मेरो। यसलाई चाहिँ अब कम्पनीले दिएको यो पेस्टलाई चाहिँ मेल्टिङ गराउनु पर्यो हामीले। यसको लागि फ्लक्स हालियो, पेस्ट हालियो। अब चाहिँ यो घोट्ने होइन है खासमा, यसमा खालि हिँडाल्ने मात्रै, त्यसलाई टच मात्र गराउने हो हामीले। बस टच मात्र गऱ्यो भने हाम्रो कामलाई हेर्नुहोस् कति मजाले सफा हुँदै आउँछ। त्यो बल बन्छ नि जुन हामीले राखेको पिपिडी, त्यो गोलो बनेपछि त्यही गोलोसँग खालि टच मात्रै गराउने हो कि बाँकी बलहरूलाई। यहाँ हेर्दाखेरि चाहिँ अब रगटे घोटे जस्तो देखिएला भिडियोमा, तर मैले एउटा कुनै बललाई नि घोटघाट केही गरेको छैन। यो चाहिँ गएर अन्त टाँसिन भएन फेरि। अब यति हामीले यसलाई घटाइसकेपछि यसको लागि हामीले डाइरेक्ट केही गर्ने, एयरले नि हड्कनले नि गर्न सक्छौँ है। त्यो ग्लु काटिङको माध्यम हो सेम 270, 60, 50 सम्म राख्न सकिन्छ। र यसलाई आरामले सफा गर्नुहोस् तपाईँले। अनि मैले त्यसैले सफा गर्दैछु है।
कस्तो हुन्छ भन्दाखेरि आफ्नो हात कसरी मिल्छ क्यामेरा क्वालिटी अलि राम्रो भएन क्या हो भिडियो यही हो त नि भिडियो बनाउनु लाग्यो उता उता कता कता के मिल्दैन हजुर रवि सर आउनु न आउनु बसौँ न बस्नु सर हजुर त भोलि जाने होइन र यसमा हिट चाहिँ मेरो 250 छ 250 ब्ल्याक पेस्टेड कसैले आइरनले नि फाल्नुहुन्छ आफ्नो आफ्नो स्टाइल हो यो तरिका हो मतलब सजिलो कसरी लाग्छ कुरामा चाहिँ अब मैले यसले गरेँ भने तपाईँहरूले नि यसैले गर्ने उसले यसैले गर्ने भन्ने चाहिँ हुँदैन सजिलो आफूलाई कसरी लाग्यो त्यसरी नै गर्ने हो आइसी काम गर्दाखेरि अरूले गरेको भरमा चाहिँ देखेको भरमा चाहिँ हान्नु त भनेको एकदम मूर्खताको काम हो तपाईँले यदि ढिलो छ अर्जेन्टै चाँडै नै गर्ने जस्तो लाग्छ ढिलो भयो झ्याउला जस्तो लाग्छ भनेदेखि 300 मा राखेर पनि गर्न सकिन्छ है टेम्परेचर तर 250 260 70 भनेको पुरै सेफली हो तपाईको यतिमा गर्दाखेरि तपाईको केही पनि ड्यामेज हुँदैन एक शटमै राम्रोसँग नातिकन बरु टाइम लागोस् अनि सबै काम भ्याउनु छ भने क्लिनिङ फर्स्ट जरुरी
क्लिनिङ र रिबोलिङको स्किल चाहिँ 1 नंबर होना ही पर्छ। अगर आप लोग 1 शॉट में ही काम अच्छे करने चाहते हो तो सक्सेस, मतलब क्लीनिंग बिल्कुल अच्छे से होना चाहिए और रिबोलिंग का भी 1 नंबर आपका स्किल होना चाहिए। अभी स्किल होने का मतलब ये नहीं कि हर कोई मतलब जब भी चाहो वैसा एक ही बार में सक्सेस हो जाए, ऐसा नहीं है। आप लोगों को मतलब प्रैक्टिस तो लगभग करना पड़ेगा। आईसी के अंदर का आईसी को देखकर जो डर लगता है वो ख़त्म हो गया, तो आईसी का काम कोई भी कर सकता है। अभी देखिए हमारा ये तो आईसी रहेगा, देखिए आईसी कैसे निकला है और ये हो गया हमारा। अभी मैं इसको सिर्फ क्लीन ही नहीं किया अभी तक इसको, अभी इसको निकाल ही दे तो भी कोई फर्क नहीं। भइसक्यो, आउनु लिएर जानुस्। मैले केही बनाएको छैन कि आइडी साइडी बनाउने भ्या छैन मैले, एकछिन अहिले पछि नै बनाउँछु अझै। हुन्छ हुन्छ भोलि आउनुहोस्। रवि सर पङ्खा खोलौँ न यार, गर्मी फिल भयो त। मैले यही काम गर्न लागेर बन्द गरेको थिएँ। उतापट्टि छेउ कि माथिको टप। क्या मजाले निकालियो नि त आज आइसी। युट्युब च्यानलमा चाहिँ धेरैले कमेन्ट गरे भोइस ओभर गर्न पऱ्यो, भोइस हालिदिनु पऱ्यो, गाइड गर्न पऱ्यो भनेर। अनि त्यही भएर आज टाइम निकालेर युट्युबको लागि एउटा भिडियो बनाइदिउँ भनेर भोइस पनि दिएको, आज सिकाइदिन्छु आज। के अरे यो हजुर हजुर भन्नु। आइफोनबाट त्यही 8 प्लस हो कि मलाई भिडियो सुट हान्न त भइहाल्छ नि। अब यति भएपछि यसमा के हाल्ने, थोरै फ्लक्स हाल्ने, डिसोल्डिङ हान्ने, लग काम फाइनल छ हाम्रो। यति भएपछि तपाईँ बसिरहनु भयो यसै, ठिकै छ बसौँ न बसौँ न गरम लाने। अब भोलि जाने हो कि आज केही न केही त गर्नुपर्छ नि अलिअलि भयो। बस नि गफै गर्ने, क्या नि त नि किन। ओहो ओहे काम छ, त्यसो भए त तपाईँलाई रोक्न मिलेन नि त सर। मैले बस्नु न, अहिले जानु होला त, अर्जेन्टै हो, गइहाल्ने हो। छ भने त लाग्नै पऱ्यो कि सर हेर्नु। ए आइरनको टेम्परेचर चाहिँ मेरो यति बेला 450 छ है। ओहो यहाँ चाहिँ ल हेर्नुहोस्, 2 ठाउँ चाहिँ स्क्र्याच भएको छ डिएमडिपीको जस्तो लाग्यो। होइन डिएमडिपी भन्न आयो फेरि मलाई, प्रिन्ट चाहिँ स्क्र्याच भएको छ कि 2 ठाउँमा। देखिहाल्छ नि, माइक्रोस्कोप नभए त अनि कहाँबाट हुन्छ त। ल ल ल हुन्छ रइस, हुन्छ।
नयाँ होला पुरानो हुनेछ चार्जमा हाल्न देख्छु पहिला के मोडल हुन्छ एक्सआर रहेछ डिस्प्ले पाउँछ यसको त आयो भने त्यो 10-12 हजार त त्यस्तै हो त्यस्तै हो फोन चाहिँ 1 लाख 1.5 लाखको बोक्न खोज्यो 10-12 हजारको डिस्प्ले नै देखेर डराएर हुन्छ त्यो 1-1.5 लाख पर्छ गरिहाल्छ नि त्यो छोडिदेऊ त्यसलाई केही गर्न पर्दैन त्यो अन हुने भएपछि त्यो आफै अन हुन्छ हामीले आइफोनलाई छुन पर्दैन इनिसियल्ली र फुल्ली ट्रिगर अन भन्ने हुन्छ कि पढ्दाखेरि त्यहाँ इनिसियल र पावर फुल्ली अन र अर्को के भन्छ यस्तो बिर्सिएँ मैले अलिकति क्यामेराको क्यामेरा त्यति सफा नआएको हो के हो क्लिन त क्लिनै छ तर हेर्नेलाई नि मजा त आउनु पऱ्यो नि फेरि त्यो बारे टिप्दै छ खान ह त्यो बारे टिप्दै छ खै थाहा छैन मलाई के हो र कसो हो त्यो बारे लाइक गरिराख्नु कसको त्यो बारे टिप्दै बनाएर मैले खोल्दै थिएँ अस्ति नै त्यही नै हो लागिसक्यो हामी कहाँ होला चलाउन फाइनल टचअप हो है यसपछि चाहिँ अब फेरि क्लिन हुँदैन लास्ट हो
ल फाइनल टचअप क्लिन छ है। अब यो तपाईँको लागि होइन, मेरो भिडियोको लागि बोलिरहेको म। क्लिन हाल्छु म एकचोटि यसलाई। एउटा कुनै एनसी पोइन्ट पनि उखालिएको छैन। यसको मतलब के हो कि तपाईँले टेम्परेचरलाई सही तरिकाले म्यानेज गर्नुभयो भने तपाईँ एउटा एनसी पोइन्ट पनि जानेवाला छैन। तपाईँको यहाँ एउटा चाहिँ म देखाउँछु, यसमा के चाहिँ भएको भन्दाखेरि यसको यो दुईटा पोइन्ट चाहिँ ल हेर्नु है, यो नि सफा गर्नु पर्छ। यसको चाहिँ यहाँनिर यो दुईटा, यहाँ दुईटा हो कि एउटा हो, यहाँ दुईटा पोइन्ट चाहिँ यहाँनिर चाहिँ यसलाई चाहिँ हल्का युभीले टाँस्नुपर्छ। यो चाहिँ यो र यो चाहिँ हल्का मिलाउनुपर्छ अलिकति युभीले। अरू कहीँ गडबड छैन, एउटा कुनै पोइन्ट छैन, गएको छैन, ट्र्याक उखालिएको छैन। ओके छ। ल हाम्रो क्लिनिङ चाहिँ आईसी रिमूव राम्रोसँग हमने आईसी को अच्छे से निकाल लिया, बिल्कुल आराम से, कोई भी ट्रैक को डैमेज नहीं किया और इसको अच्छे से क्लीन भी कर लिया। अब हमारी बारी है मतलब आईसी का। आईसी तो आईसी ही मतलब उसका जो सीपीयू का। अभी देखिए इसको थोड़ा सा थिनर लगाकर मैं और भी अच्छे से इसको क्लीन कर लेता हूँ। अभी देखिए बिल्कुल अच्छे से क्लीन है, इसका पूरा अच्छे से क्लीन कर लिया हमने। ये बिल्कुल रेडी है आईसी लगने के लिए, बैठने के लिए। और हम काम करते हैं अब हमारी सीपीयू में। सबसे पहले हम इसको क्लीन कर लेते हैं। आईसी बस्ने ठाउँ चाहिँ यो राम्रो सफा हुनुपर्छ है, सेप्नु चाहिँ सफा भएन भने तल केही प्रेस पऱ्यो भने माथिबाट हिट हानेर प्रेस पऱ्यो भने त ब्यान्ड हुने सम्भावना हुन्छ। ब्यान्ड भएपछि सकियो, आईसीपीयू डैमेज। वही ऑटो बोर्ड मतलब बन्छ बस्छ। अभी हमारा बोर्ड क्लीन हो चुका है, हम क्लीन कर रहे हैं अभी सीपीयू को। हेलो ओनर टु लक भनेर अन भयो नि त खाना हैन। तपाईको फोन अन भएको हो भनेर भने कि मैले अरे के अब यसमा के गर्ने भन्दाखेरि
टेम्परेचर दिने हामीले 280 290 हाल्दा जाने केही फरक पर्दैन तर हात चाहिँ एक ठाउँमा रोकिन भएन यो गर्ने काम गर्ने मान्छेको हिट एक ठाउँमा रोकियो भनेदेखि सीपीयू बिग्रिन्छ र टेम्परेचर इस टाइम हमारा टेम्परेचर है 280 और यार वही 3 पर है तो बहुत बड़ा मिस्टेक हो गया इसको थोड़ा सा और टाइट कर लेता हूँ मैं लाई सफा गर्नलाई त के गर्नु पर्यो र इसको क्लीन करने के लिए थोड़ा सा फ्लक्स और ये PPD 138 वाला कोई भी रख सकते हो कपाल छैन भने हैन आफूलाई भनेको त्यो त हिम्मत छ एक झापड हालेर उठ्न सक्ने हिम्मत त छैन सनन्न चिसोमा टाउको हाल्ने बनाइन्छ भने एकै झापड एक झापड मात्र हाल्यो भने टाउको चिसोमा हाल्ने बनाइन्छ बिहान भेटेको भए हाल्छ बिहान भेटेको भए हाल्छ Finally cleaning process और देखिए
उठाइहाल्छ नि किन टेन्सन एउटा आइफोन भेट्टा किनेको छु त्यही बनाउनु फिल्म गरिन्छ बन्द हुँदैछ अर्कै हो बनाउँदैछ पनि मेरो चार्जमा हालिराख यो हालेको चार्जमा हालेको आइफोन पाएपछि साइड लगाइदिन्छ हुन्छ आफ्नै हुन् सबै आफ्नै हुन् बल्बु कहाँ दिउँ न बल्बु बजार आयो भने चाहिँ नेपाली बोल्न आउँ त ना हम भोजपुरी में बतिया नहीं वैसे तपाईँ भोजपुरीमा बत्ती आयो बोल्नु अरे बोलेम तो काहे ना बोले क्या बात बोले यता व्हाट हैपेन मैन हेलो 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 हजुर के छ आराम हुनुहुन्छ अनि खाजा खानुभयो त मैले पनि भर्खरै दाइ आउनुभन्दा एकछिन पहिला खाएको मोमो 1 प्लेट मोमो ठिक छ अरू भन्नुहोस् सुनिरहेको छु 1 प्लेट मोमो काटुन खाइलेगा भोजपुरीमा कुरा गर्ने र भोजपुरी त बोल्न मलाई त्यति आउँदैन के भोजपुरीमा कुरा गर्ने बात गर्नुहोस् दाइ तपाईँ भोजपुरी बत्ती आयो ना भोजपुरी हाम्रैको तकलिफ हो खेला भोजपुरी ए दाइ यार सिकाइदिनु किन हो थरुनीहरूलाई भोजपुरी आएन भन्दा त त्यति त लाजै भने फेरि थरुनी भोजपुरी आएन भने हो हो यति काम त गर्नु पर्यो नि त सिकाउने भात पकाउनु जाने बिहान सब कुछ बन रहे हो तब मैं गाला पर सब लाड़ा है तो गाला में फल दिया रोटी में मसाले दे दो बहुत सारी जरूरत
ओके फाइनल टचअप क्लिन आदमी कहीं बैठल बा ध्यान कहीं पर बा तो इससे थोड़ा गड़बड़ लागत का सम्झिँदैन थाहा भइहाल्छ बाबु बाबुतिर चौधतिर थाहा छ कोही गाह्रो गाह्रै छ माइले माइ मर्दैन रहेछ के सुनाइराखेको के गर्नु यसमा थिनर राखेर थोरै पेट्रोल राखे पनि हुन्छ थिनर राखेर नि जसरी आफूलाई पाइ पर्छ त्यसरी नै बल यसमा लगाएर जोड लगाएर सिपियु स्क्र्याच हुनु भएन खालि यो सामानको वेट जति छ यतिले मात्रै यसलाई खालि काम गरेको हुनु पर्यो कि मच्छरदानी लगे गहुँ झरत अचु गएको गहुँ झरता खेतले सरता गहुँ झरता खेतले सरता हजार 5,500 पैसा मात्रै 1500 हुन्छ त्यही भएर चाहिँ सोचेर हजुर मलाई चाहिँ सस्तो इयरफोन दिनु पर्यो होला त्यो भोइस सुन्दैन नि त त्यसले काम त ऊ त्यो लैजानु त्यहाँबाट हेर्नु कति पर्छ पर्दैन धेरै त्यही 150-200 रुपियाँ हो कति पर्ने 100-150 कुन चाहिँ प्याकेटको कि हो त्यो हो त्यही वाला निकाल्नुहोस् त त्यो सबैभन्दा बेटर छ कति ठ्याक्क भन्नु अब एमआरपी त 200 लगाएर राखिरहेको मैले त्यसलाई तपाईँलाई त्यहाँ हल्का डिस्काउन्ट दिउँ कि भन्नु रवि त्यो रेसिपी ल्याउ त 500 डिस्काउन्ट कति त नि हजुर ट्याक्क भन म दिएर गइहाल्छु ल्याउनु 150 रुपियाँ ल्याऊ कि ठिक हुन्छ केही भए पठाउनु हेरिहाल्छु 50 जस्तो लाग्छ नि 50 ल मगाएको है हस् हस् हो विचार भयो ल चल
कति बेला लाग्छ होला बेसी भयो त्यो प्रत्येक खेल्ने होइन आइसी बनाउन पऱ्यो नि आइसी बनाउन यो आइसीभित्र राखेर चलाउनु पर्छ काट्ने हाल्ने त्यो एक एक खुट्टा बन्न पऱ्यो नि है सबैको के यसको धेरै लम्बा चौडा प्रोसेस छ एसएम कति अरे हाम्रो आइसीको नम्बर एसएम 8953 8953 सर ल एसएमएस 8953 दिनभर टक्क बस्छ अब यहाँ छोरा तर खुट्टा नै रहन्छ दुखी किन हुने जी दुखी हुने त हुनै भएन प्रायः खुसी रहन्छ चलेर मन जला आफ्नो खुसी रहन्छ यो भयो नि अहिले ल्याङ्ग्वेज त प्योर बल्ल डान्टा बोक्दा बेच्न लाग्यो जानु बोल्नु सारा दिन गलती दोहरा देने समझ गया बंदा तुम्हारा क्या हाल है और हमारा क्या हाल है एउटा खलक डाइलगहरू आइरहेको छ यस्तै हुन्छ के दाइ यस्तै हुन्छ मलाई छोरो 11 बजेपछि गायब 4 बजे घर आउने अनि घर त के निन्द्रा लाग्ने बाउ बाहिर बस्दैछु त हामी कस्तो हुन्छ भन्ने कुरा फिलिङ म थोरै बुझ्न सक्छु कहिले भाउजू आउने एकातिर बिचमा सिरान्डा बोल्न सिकाउँछ मलाई पनि त्यही भन्नु त्यति त भन्न सक्ने हुन पर्यो नि त्यति भन्न सक्ने हुन पर्यो यो भन्दै सिधै त्यति भन्न सक्ने त हुनै पर्यो कुनै पनि हालतमा कहीँ जरा बाजार में लोग लोग देखी त थन मतलब भात पकाउँदा
हजुर नमस्कार मान्छे नमस्कार आराम हुनुहुन्छ ओहो टिभीको रिमोट भन्नुभयो हो टिभीको रिमोट छैन नि मान्छे रिमोट त्यहाँ मिलाएर दिन्छन् बुढाले पनि म तिमी सकिएको होइन देखो तो नहीं कब ने बनाया वाला बनाते बाहर ये तो एक बार जल्दी बना दे वो ना करो वाला तो जल्दी बनाना दीजिए हमारा लेट हुई 10-11 बजे राति पो जाने हो त गयो पनि अहिले के कति आतुरी गफ गरेन फोनमा चिलमा अहिले किन हो र ए होइन जाएर हुन्छ नि जति बेला नि एक झलक त पुगेर आउनु पर्यो नि त है निन्द्रा लाग्न पर्यो नि दुवैजनालाई त्यो उ गरेर त भएन त यो ठिक कुरा होइन नि त थाहै तेरिका भेट्ने कुरा त भेटिहाल्यौ नि तिमीले भुटिनीलाई पिचासिनीलाई डङ्किनीलाई चुडेललाई चुचुरीलाई बाँदरनी पिङ्की बाउलाई पागलनी म बाउला होइन मैले बनाएको कि मलाई बनाए मैले बनाएको म त आफै हो तिमीले पनि बनाएको मलाई चाहिँ तर यो लाग्दैन कि दिपे दाइले बनाए जस्तो लाग्दैन कि यो कुरा चाहिँ स्योर छ है कस्तो कुरा हो त के लाग्छ तिमीलाई यो कुरामा कति छ त्यही त भनेको त तिमीले त बनाएनौ होला उताबाट चाहिँ बनायो कि नभेटिएमा म नि हुन्थेन होला नि म नभेटेको त्यहाँ अगाडि अगाडि हेरौँ नि अगाडि अगाडि हिँड्नु आमालाई के पऱ्यो झगडा गऱ्यो भनेर झगडा गर्ने भन्नु बुढाबुढीमा ठ्यास्रा ठुस्रो त हुनै पर्यो नि बल त्यो हो कि माया पिरती भनेको त्यही हो अलिअलि झगडा भएन नि त मायै छैन नि यार झगडा हुन पर्यो त्यो झगडा भनेको केयर हो कि माया पिरतीकोमा एकले अर्कालाई गरेको ख्याल व्यवहार झगडा गरेको माया पिरती हुन्छ भन्नु अर्कोले झगडा गरेकै माया पिरती हो
टिकटकै हालेको छु हिजैको त्यही टिकटक त भने माया पिरतीकै टिकटक होला के हुन्छ र अरू रक्सी खाना मिल्ने भएर मैले रक्सी खाना पाएर भयो म आफूलाई आज मैले 10 बोतल बियर खाएर सुतेको जाऊ न लिएर खाइदिने नि बसेर यहीँ जाऊ न के खा र हानिदिनु पऱ्यो त अनि धेरै भयो त बिहार नआएको के कारणले खाने हो त नि फेरि टेन्सन गरेर भेट्न पाइन्न आज के गर्नु त्यतिखेर कति हो र हुन त हो माया पिरती भनेको फेरि त्यही भन्नु पऱ्यो फेरि के गर्छु म वाक लाग्छ देसी बोला के मुंह में तो कीड़ा पड़ गया वैसे ना कहे के अपन आदमी के मतलब हम भी तो से कर देंगे जोता पकड़ के पकड़ दे जोता पकड़ के पटक दे ना तो तू कौन में बाड़ू 70 किलो पुगे बस हमें बड़ा 70 किलो 70 किलो बडा आफूलाई त एकदम सुत्नु छोरी हनुमा छोरे भनेर गफाएर आए खुट्टा महुँदा मोटो मोटो साथ हात महुँदा मोटो मोटो ढाड पेट महुँदा ठुलो आफू त सिलिम रे त्यस्तो हुन्छ नि कहीँ होइन त्यही हुन्छ तिम्रो मायामै हुन्छ अन्त होइन तिम्रो मायामै हुन्छ आफू त 70 किलो पुग्यो अब पुगिसक्यो होला आज त 10 दिन 15 दिन भयो 70 किलो पुग्यो 100%। अब त्यहाँ तिमीले भन्न पऱ्यो नि त तिमीले भन नि त तिमी मेरो लागि गुलाको फुल बराबर कानमा सिउरेर हिँड्न सक्छु म तिमीलाई भन न यहाँ दाइलाई हान्न न अलिकति सुरु भेटेर अगाडि माटो स्कुल थियो अहिले एक ट्याममै मजा थियो गममा अम्लालो भयो अहिले कसो भयो नि बराबर भयो पहिला भुली गर्दा चासो मिल्दैन तर मोटो मान्छेको दिक्कत चाहिँ हुन्छ होला जस्तो लाग्यो मलाई तपाईँ टाइप सब खेल्नुपर्छ सुधामा सरले मेरो टिचरहरू लाइक गरिराख्नु थालेको सब हेर्नु भनेर सब लाइक को सुदामा सर हो को सुदामा सर हो अब त घट्यो नि कति वर्ष चाहिन्छ चार्ज भइरहेको रोक न चार्ज हुँदैन न त्यो हो चार्ज नभइकन त्यसको काम गर्नै मिल्दैन नि कति पर्सेन्ट भयो भने चार्ज कति चार्ज अहिले हेरौँ लाग्यो पहिला चार्ज ब्याट्री लो भन्दा त्यो भएपछि
देखा होइन ब्याट्री लो छैन के अरे 25-30 भइसक्यो क्या बोला कति कति तर हिँडाइको त पापाले सर्लक त देखिन्छ अहिले त खन लर गर्छ हिँडाइको चाल्यो त्यो त बहिनीले भनिरहेको छ नि बहिनी तिमीले बहिनी चाक के भन्छ चाक ठुलो भएको त्यस्तो कुरा चाहिँ मसिम नबोला हो त तिमीहरू ल्याउने कुरा छ त्यस्तो बोल्ने होइन नि त त्यो छम्माहरूलाई बोल्ने हो कि दाइ त्यस्तो कुरा त्यही त भनेको बिहान पातो लगाउने त्यो अब ऐना हेर्नु अनुहारहरू त थाहा पाएन अनुहारहरू त थाहा पाएन 5 महिना हुँदा त्यत्रो चाहिँ अन्त हुँदैन हुँदैन त्यत्रो अब नि अब 5 महिना हुँदैन डबल हुन्छ अब 5 महिनाको भयो भनेदेखि त अपरेसनै हान्नुपर्छ दाइ अब ज्यान धेरै मोटाको राम्रो हुँदो रहेछ कि वास्तवमा ठिक्क मोटाको चाहिँ राम्रो धेरै मोटाको चाहिँ नराम्रो रहेछ कि बिहान बिहान सिधै निक्लिनु 5 बजे उठ्नु मर्निङ वाक हिँड्नु अनि हो यो सही आइडिया हो त अनि तिमीले 5 बजे उठेर जगिङ हिँड्न उहाँलाई नि नलगाउ न भाउजूलाई नि भइहाल्यो त नै 5 मिनट अगाडि आएर म अगाडि पुग्छु तिमी 5 मिनट पछाडि बसेर आउँछु बाटोमा जसले यसो क्रस भइहालिन्छ भेट भइहालिन्छ यसो मान्छे नभए त रोक्नु बोल्यो मौकामा चौका बिहान नभए बेलुका बेलुका हिँड्नु झन् फाइदा हुन्छ बिहानमा घाटा हुन्छ बेलुका फाइदा हुन्छ फोन गरेर हजुर दाइ म पसलमै छु काम गरिरहेको छु भन्नु न पसलमै छु यहीँ छु पसलमै केही काम हो र आइफोनको आज आउँदैछ तपाईँसितै छ नि सिधै त्यो बोरिङ गाडीको बाटो छ नि अस्ति धारा गाडी नि घर ल ल ल हुन्छ दाइ तपाईँलाई ल म अहिले एकछिनमा लिन पठाइहाल्छु एकजनालाई दिएर पठाउनु होला सुन्नुभयो त्यो आउँदैछ कि मान्छे आएपछि अहिले फाइनल हुन्छ एकछिन अहिले आउँदैछु भन्थ्यो मैले फोन गरेको थिएँ आज शनिबार आउँछु भन्थ्यो कि हेर्न आउनु खोजेँ कि ल तिम्रो घरको बाटो यताबाट गयो भने 4-5 कुकुर बस्छ यताबाट गयो भने कुकुर भेट्दैन सबैलाई आज भएको के रे सरकारी त्यति के त गर्नुपर्छ ले राखेको केही छैन म देख्छु
कुनै ऱ्याकबाट देख्दैन अनि अघि आजकलको तरकारीवाला भनेर फोन गरेको थिएँ आफू हाम्रो बारीतिर पठाइदियो हुन्छ नि लिन त्यहाँ खाँदा किन्न पर्दैन बारीतिर राम्रो राम्रो छ नि त्यो छानेर खाने मन भएको आउनु त फुरुफुरु उसकै त्यहाँ बुवाकोमा त्यहाँ तरकारी छ बोडी छोडी काँक्रा झिल्ला के के छ तिनीहरूलाई उकालोमा बेलुकालाई पकाउने के लाने चाहिँ बा भनेर सोद्धा भइहाल्छ त के भयो त होइन के त झ्याउला आयो अरे हिउँछु अरे अन्त अब त्यहाँबाट हिँड्दा त्यहाँबाट बहिनी त्यो सँगसँगै त्यहाँबाट आउनु त्यहाँ झ्याउ लाग्छ कसको घर हो 5 वटा घर छ 5 वटा ससुराको घर हो नाता जोडिदिइहाल न म त दिपकको बुढी भन्दैछु कि तरकारी पनि चाल गरे पैसा पनि कमाइदिएर थियो तरकारी बाले फेरि आँखा नि हेर्नु चाल गरे बोकाकै त खाना नै हुने के अरे अनि गएर भन्दै न म चिन्छु दिपकलाई तरकारी सस्तो पठाएको भन्दै न के भन्दै एक लेवल का दिख रहा है इसको छड़े मतलब इसका तिरछा करके देखेंगे तो देखिए एक लेवल का दिखेगा पूरी मेरा वन शॉट में ही देखिए रिवॉल्विंग सक्सेस से ही कितनी अच्छे से बॉल दिख रहा है हिरिल्ला छ बोडी छ हिरिमलाई बढी फर्सी मुन्टा राम्रो छ कि तरकारी मलाई जस्तो लाग्छ त्यही मुन्टा छ हिरिल्ला छ बोडी छ काँक्रा छ म नि एउटा लड्की पठाउनु पऱ्यो त्यो बेला यार खोज्नु पऱ्यो यसो कोही छन् भने रहल पहल कतैबाट हामीलाई पनि केरानी छ पकाउनलाई के भन्ने थियो लागि भान्टा छ भिन्डी छ ले अभी हमारा ये बिल्कुल सही तरीके से क्लीन हो चुका है ये भी क्लीन हो चुका है और आईसी भी हमारी रिवॉल्व हो चुकी है अभी हम इसको बैठाएंगे अंडा छ